क्यान्सर निको पार्नेदेखि यी हुन् सुन्तला खानुका 8 चमत्कारिक फाइदाहरू। यदि तपाईको मोबाइलमा यो भिडियो आएको छ भने अन्तिमसम्म हेरेर जनचेतनाको लागि सक्दो शेयर गर्नुहोला, किनकि सुन्तला हाम्रै नेपालमा प्रशस्त पाइन्छ, तर जनचेतना अभावको कारणले धेरैजनाले सुन्तला त्यति धेरै खाएको देखिँदैन। खाए तापनि एउटा सामान्य रूपमा खाइन्छ, तर औषधिको रूपमा अथवा स्वास्थ्यलाई यति धेरै लाभ हुन्छ भन्ने कुरा धेरैलाई थाहा छैन। त्यसकारण तपाईको मोबाइलमा यो भिडियो आएको छ भने अन्तिमसम्म हेर्नुहोला, साथै तपाईको मोबाइलमा यो भिडियो देख्न साथ शेयर गरेर 3 करोड नेपालीसम्म पुर्याउनुहोला। यी हुन् सुन्तला खानुका 8 चमत्कारिक फाइदाहरू। जाडो लागेसँगै घाममा बसेर सुन्तला खानुको बेग्लै आनन्द हुन्छ। भिटामिन सी को भण्डार भएको फल हो सुन्तला। यसमा प्रशस्त मात्रामा पोषण तत्व पाइन्छन्। यसका साथै सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ। हामीले सुन्तलाको बोक्रा नङ्ग्याएर फ्याँक्छौं र गुदी मात्र खान्छौं। अहिले नेपाली फलफुल बजारमा सुन्तलाले धेरै हिस्सा ओगटेको देख्न सकिन्छ। सुन्तलाको मौसम भएकाले पनि बजारभरि सुन्तला देख्नु सामान्य नै हो। चिसो मौसममा दिउँसो घाम ताप्दै सुन्तला खानुका आनन्द तपाईहरु धेरैले लिनु भएको होला। सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति धेरै नै पोषक तत्वका हिसाबले पनि फाइदाजनक हुन्छ। जुस बनाएर होस् वा खाजाकै रूपमा पनि खान सकिने सुन्तला प्रकृतिको अनुपम उपहार हो। विभिन्न भिटामिन, खनिज पदार्थ र फाइबरले युक्त सुन्तलालाई स्वास्थ्यका लागि उपयोगी फल मान्न सकिन्छ। सुन्तलामा प्रशस्त मात्रामा भिटामिन सी पाउनुका साथै एन्टिअक्सिडेन्ट पनि पाइन्छ। यस्ता एन्टिअक्सिडेन्टहरूले छाला राम्रो राख्न मद्दत गर्छ। एउटा मध्यम आकारको सुन्तलाले दैनिक चाहिने भिटामिन सी आवश्यकता सजिलै पूरा गरिदिन्छ। नेपालको पहाडी भेगमा प्रशस्त मात्रामा उत्पादन हुने सुन्तला मुटु रोग, क्यान्सर जस्ता रोगका बिरामीका लागि उपयोगी हुन्छ। सुन्तला सेवनबाट हुन्छन् यी 8 प्रकारका फाइदाहरू। नम्बर 1 मा उच्च रक्तचाप। सुन्तलामा पाइने हेस्परिडिन भन्ने तत्वले उच्च रक्तचाप हटाउन अथवा घटाउन मद्दत गर्छ। त्यस्तै 2 मा छ रोग प्रतिरोधात्मक क्षमता। सुन्तलामा प्रशस्त मात्रामा पाइने भिटामिन सी ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। तसर्थ जाडोको समयमा खाँदा चिसो लाग्छ भनेर सुन्तला खाना आनाकानी गर्नुभन्दा रुगाखोकीबाट बच्न र हुन नदिन आफ्नो आहारमा सुन्तला समावेश गर्नु राम्रो हुन्छ। त्यस्तै छालाको सुन्दरता। सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई सुन्दर राख्न मद्दत गर्छ। त्यस्तै कोलेस्टेरोल। सुन्तलामा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्ट्रोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। तसर्थ उच्च कोलेस्ट्रोल भएका बिरामीले सुन्तला खानु फाइदाजनक मानिन्छ। त्यस्तै क्यान्सर। सुन्तलामा पाइने लिमोनेन भन्ने तत्वले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्छ। एन्टिअक्सिडेन्टले पनि क्यान्सर हुन नदिन सहयोग गर्छ। सुन्तलामा पाइने प्रशस्त फाइबरले पनि कोलोन क्यान्सर हुन नदिन पनि मद्दत गर्छ। त्यस्तै स्वस्थ मुटु। सुन्तलामा प्रशस्त मात्रामा पोटासियम हुने भएकाले मुटुलाई स्वस्थ राख्न र सहज ढंगले काम गर्न सहयोग पुर्याउँछ। त्यस्तै दृष्टि। सुन्तलामा पाइने भिटामिन ए स्वस्थ आँखाका लागि एकदमै आवश्यक तत्व हो। यसले उमेरसँगै गुम्ने दृष्टि क्षमतालाई पनि बचाउन मद्दत गर्छ। त्यस्तै कब्जियत। सुन्तलामा पाइने फाइबर अर्थात् रेसायुक्त पदार्थले कब्जियत हुनबाट जोगाउँछ। यसले हाम्रो पाचन प्रणाली स्वस्थ राख्न मद्दत गर्छ। सुन्तलाको फल मात्रै नभएर यसको बोक्रा पनि कतिपय पोषक तत्वले भरिपूर्ण हुन्छ। तसर्थ अहिले सुन्तलाको मौसममा खाजाका रूपमा सुन्तला खानु र आफ्नो परिवारलाई खाना प्रोत्साहन गर्नु स्वास्थ्यको दृष्टिकोणले आवश्यक हुन्छ।